look at the view guys है खतरा है यार अलि भिडियोलाई चाहिँ माया गरिदिनु होला एन्ड सब्स्क्राइब अनि भ्यू चाहिँ म चाहिँ आज कहाँ हिँडेको भन्दा सो म चाहिँ आज गोठालो भएर गएको छु सो उमेर गोजो चाहिँ यतापट्टि छ दुईटा एसएलसी दिए पश्चात चाहिँ मैले नयाँ जब पाइसकेको छु अच्छा यहाँ धान गोडाइ भइरहेको छ है अनि भोलि चाहिँ 15 दिन पहिला नै भिडियो बनाएको थिएँ होला यो ठाउँको सायद हैन सो भिडियो चाहिँ नहेर्नु भएकोले चाहिँ गएर यसो युट्युबमा गएर चाहिँ भिजिट हान्दिउँ हेलो एन्ड सम्बुडामा नमस्कार आइप सम्बुड सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै अनि सो आराम नै छु सो हजुर के छ नयाँ खबर है मेरो चाहिँ सबै ठिकठाक छ सो अनि आज चाहिँ म टक्क लाएर यहाँ मोटर बाटोमा छु सो हेर्नु सक्नुहुन्छ है सो मोटर बाटो छ जताततै त के भन्नु यही अब हैन तर यो भ्यू चाहिँ बवाल छ यार सो टक्कै हेर्नु सक्नुहुन्छ हैन लुक एट द भ्यू गाइज है सो बवालै छ भ्यू चाहिँ एन्ड के भन्नु म चाहिँ यार मैले भन्नको लागि चाहिँ त्यति छैन केही पनि कुरा हैन कुनै पनि सो मैले चाहिँ आज 10 दिनपछि चाहिँ भिडियो बनाउँदैछु फेरि हैन 10 दिन भइसकेको थियो मैले चाहिँ अपलोड नहालेको सो लङ हैन लङ भिडियो चाहिँ 10 दिन भएको थियो सो सर्ट भिडियो चाहिँ त्यो सो मलाई चाहिँ थाहा भएन कति दिन भएको थियो हैन बट अब लङ भिडियो चाहिँ 10 दिन नै भएको रहेछ एन्ड म चाहिँ आज फेरि 10 दिनपछि चाहिँ भिडियो बनाउँदैछु सो अनि आज चाहिँ अपलोड गर्छु होला यो भिडियो चाहिँ है अनि म चाहिँ आज कहाँ हिँडेको भन्दा सो म चाहिँ आज गोठालो भएर गएको छु मेरो गोरुहरू चाहिँ यतापट्टि छ दुईटा है अनि गोरुहरू चाहिँ हेर्न सक्नुहुन्छ है तर बवालै छ के भ्यू चाहिँ बवाल मन परेको छ हाम्रो गोरु चाहिँ हैन यो अनि हाम्रो चाहिँ गाउँघरमा चाहिँ भनौँ न गाउँघरमा चाहिँ खेतहरू रोप्ने जोत्ने बेला चाहिँ भएको छ हैन अनि त्यस कारणले चाहिँ यिनी गोरुहरू चाहिँ हामीले घरमा ल्याएको चाहिँ 6 दिन भयो है 6 दिन भयो अनुसार चाहिँ हामीले हिजो आज लगेनौँ जोत्न हैन 2 दिन लगेनौँ अनि त्यसपछि चाहिँ आज चाहिँ म चराउन हिँडिरहेको छु फेरि है अनि यत्रो दिनसम्म चाहिँ जोतिरहेको नै थियो क्या गोरुहरूले चाहिँ त्यही भएर आज चाहिँ गोरुहरूलाई पनि रेस्ट दिएको हैन सो के भन्नु मेरोहरू चाहिँ त्यता बारी घाम लागेको छ सो यतापट्टि चाहिँ शीतल छ घाम चाहिँ लागेको छैन सो तर असार हो कि यो कुन महिना भन्ने चाहिँ त्यति फिक्स नै भएन क्या असारमा त अरू बेला चाहिँ टक्क वर्षा हुन्थ्यो नि त हैन सो तर अहिले चाहिँ वर्षा नै भएको छैन है सो हिजो साँझ चाहिँ हल्का पर्यो अनि आज चाहिँ बिहानपट्टि परेको थियो वर्षा चाहिँ नत्र त्यति पानी चाहिँ आएको छैन यार खेतमा चाहिँ पानी नपुगेर तनाव भइरहेको छ सो अनि अरू त के भन्ने यार मलाई चाहिँ आजभोलि चाहिँ त्यति दिन काट्न चाहिँ गाह्रो भएको छैन हैन अनि 6 दिन चाहिँ भएन भनौँ घर खेतमा हिँडिराख्यौँ अनि त्यस कारणले चाहिँ दिन काट्नु चाहिँ 6 दिन चाहिँ गाह्रो भएन है सो अब अरू दिनमा चाहिँ के हुन्छ हेर्दै जाऊँ हैन सो अनि टक्क लाएर अरू के भन्नु यार यो दानसिङ डाँडा भयो डेन्डाडा अनि यतापट्टि के भन्छ यार त्यो त मलाई पनि थाहा छैन त है एउटै आकाशमा नि खतरा के हैन यो कालो यो सेतो बादल खतरा फरक भइदिरहेको छ म्याकरी ल लुक एट द भ्यू गाइज है खतरा है यार भ्यू चाहिँ है सो अनि म चाहिँ अहिले यता पैया पानी भन्ने ठाउँमा गएर आएको हो सो यहाँ चाहिँ पैया पानी भन्ने चाहिँ यहाँदेखि करिब 5-10 मिनट जति चाहिँ लाग्छ त्यहाँ पुग्नको लागि है अनि म चाहिँ त्यही पुगेर आएको हो अनि यहीँबाट जानुपर्ने हुन्छ हैन ल योपट्टि चाहिँ मेरो गाउँ भयो यतापट्टिको मेरो गाउँ अनि सो यतापट्टिको चोरकोट भन्ने भयो है सो अब यहाँ चाहिँ मैले त्यही 10 दिन हैन 15 दिन पहिला नै भिडियो बनाएको थिएँ होला यो ठाउँको सायद हैन सो भिडियो चाहिँ नहेर्नु भएकोले चाहिँ गएर चाहिँ भिजिट हान्दिउँ हैन अब के भन्नु म चाहिँ यार
सो गोरुहरू चाहिँ लास्ट सोझो छन् दुईवटा कलाएर है गोरुहरू चाहिँ लास्टी सोझो छ सो के गर्नु सो अनि म चाहिँ अब 11 बजी चाहिँ हो गोरु चराउन निस्केको घरदेखि चाहिँ है अनि अब घर चाहिँ अब निस्किनु पर्ने हुन्छ केही बेर पछि चाहिँ कति बजेको नि अहिले चाहिँ 4 बजिसकेको रहेछ सो म चाहिँ अब निस्किन्छु 10-15 मिनट पछि चाहिँ होइन सो के भन्नुपर्छ यहाँ A few moments later. अहिले चाहिँ म टक्क गोरु चराएर घरतिर फर्किसकेको छु अनि म चाहिँ छन् त बाटोमै छु है सो अलि अरू आइसकेको छु म चाहिँ सो एन्ड एसएलसी दिए पश्चात चाहिँ मैले नयाँ जब पाइसकेको छु अच्छा सो हेर्नु सक्नुहुन्छ नयाँ जब चाहिँ गोरु चराउने होइन सो चाहिँ के भन्नु यार गोरु चाहिँ हिँडेको गरेको चढ्दै चढ्दैन होइन म चाहिँ हिँडिसकेको छु घर उहाँ चाहिँ हेर्नु सक्नुहुन्छ भोलिको लागि चाहिँ यहाँ धान गोडाइ भइराखेको छ है अनि भोलि चाहिँ खेत रोप्न जाने हो हामी चाहिँ सो हाम्रो चाहिँ मम्मी बाबा दिदी चाहिँ त्यहाँ हुनुहुन्छ त्यसलाई त्यो मेरो गाउँ भइहाल्यो सो अनि सधैँ चाहिँ के गाउँ देखाइरहनु भनेर चाहिँ मैले चाहिँ आज गाउँको चाहिँ भिडियो गरेन है उसो सिधै हिँड्दै मैले चाहिँ भिडियो नगर्किन त्यति हिँडिसकेको छु अब भोलि चाहिँ हामी खेतमा गइन्छ टक्क लाएर अनि आज चाहिँ यो भिडियो अपलोड गर्छु एन्ड भोलि चाहिँ खेतमा गएको अनि सो एनी ओक गरेको चाहिँ म भिडियोहरू गर्छु एन्ड अपलोड गर्छु सो है थ्याङ्क्स फर वाचिङ द भिडियो गाइज सो सबैजनाले भिडियोलाई चाहिँ माया गरिदिनु होला एन्ड सब्सक्राइब अनि भ्युज चाहिँ बढाइदिनु होला सो यति नै